नमस्कार। आज हामी क्यानाडामा रोजगारी खोज्ने प्रक्रियाबारे अलि गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, हामीसँग केही स्रोतहरू छन् र तिनकै आधारमा क्यानाडा जान चाहनेहरूलाई यो प्रक्रिया कसरी अलि सहज बनाउन सकिन्छ भनेर हेर्नेछौँ। यो छलफलले मुख्य चरणहरू, आवश्यक कुराहरूमा ध्यान दिनेछ। हाम्रो उद्देश्य भनेको प्रक्रियालाई सरल बनाउनु हो। निश्चय पनि। हामी योग्यताबाट सुरु गर्छौँ अनि जागिर खोज्ने तरिकाहरू, आवेदन कसरी दिने, जब अफर अनि वर्क पर्मिटसम्मै पुग्छौँ। ल, त्यसो भए सुरु गरौँ है त। पहिलो खुट्किलो योग्यताकै कुरा। के चाहिन्छ त क्यानाडामा काम गर्न जान? मुख्य कुराहरू छन्। पहिलो त तपाईँ काम सकेपछि आफ्नो देश फर्किनुहुन्छ भन्ने प्रमाण अथवा त्यो आशय देखाउन सक्नु पर्यो। फर्किने आशय? हो, अनि क्यानाडा बसाइमा आफू र परिवारलाई आर्थिक रूपमा धान्न सक्छु भन्ने प्रमाण पनि देखाउनुपर्छ। पैसाको कुरा पनि आयो। अनि अर्को महत्त्वपूर्ण कुरा, कुनै आपराधिक रेकर्ड हुनु भएन, स्वास्थ्य पनि राम्रो हुनु पर्यो। अनि आवश्यक कागजात त भइहाल्यो नि, होइन? हो, सबै डकुमेन्टहरू ठिकठाक हुनु पर्यो। त्यो त आधारभूत नै भयो। ठिक छ। ल, मानौ योग्यता पुग्यो रे। अब जागिर कसरी खोज्ने त? कुन चाहिँ माध्यम भरपर्दो होला? सबैभन्दा भरपर्दो त क्यानाडा सरकारकै आधिकारिक जब ब्याङ्क हो। जब ब्याङ्क? त्यहाँ विदेशी कामदार पनि लिन इच्छुक कम्पनीहरूले इन्टरनेसनल क्यान्डिडेट्स क्यान अप्लाई भनेर लेखेका हुन्छन्। त्यो फिल्टर प्रयोग गर्नु एकदमै राम्रो। त्यो हेर्नु पर्यो। तर मैले सुनेको इन्डिड, मोन्स्टर जस्ता साइटहरू नि, ती पनि त चल्तीमा छन्। हो, ती पनि एकदमै चलेका छन्। वर्कको पोलिस भन्ने पनि छ। ती पनि राम्रा माध्यम हुन्। तर के ख्याल गर्नुपर्छ भने, जुनसुकै साइट प्रयोग गरे पनि त्यो जब अफर सक्कली हो कि होइन, कम्पनी कस्तो हो भनेर अलि बुझ्नुपर्छ। हो नि, नक्कली अफरहरू पनि त हुन सक्छन्। एकदम चनाको हुनुपर्छ। अब आवेदनको कुरा गरौँ। क्यानाडाको लागि रिज्युमे बनाउँदा केही फरक हुन्छ कि हाम्रो जस्तै हो? अलि फरक छ। क्यानाडाली शैलीको रिज्युमे अलि छोटकरीमा, तथ्यमा आधारित हुन्छ। छोटकरीमा? हो, कार्य अनुभव, शिक्षा अनि भाषा सिप जस्तै अङ्ग्रेजी वा फ्रेन्च त्यो स्पष्ट लेख्नु पर्यो। तर व्यक्तिगत विवरण जस्तो उमेर, फोटो, बिहे गरेको नगरेको त्यस्तो प्राय चाहिँदैन। त्यो सब चाहिँदैन? अनि कभर लेटर नि, त्यो कतिको महत्त्वपूर्ण छ? कभर लेटर पनि महत्त्वपूर्ण छ। रिज्युमेमा नअटाएका कुरा, तपाईँ त्यो जागिरको लागि किन सही मान्छे हो, तपाईँको स्किलले कम्पनीलाई कसरी फाइदा हुन्छ भन्ने कुरा प्रश्न पार्ने ठाउँ हो त्यो। भनेपछि आफूलाई बेच्ने ठाउँ भयो? हो, एक किसिमले। अनि अर्को सल्लाह के छ भने नि, धेरै ठाउँमा एउटै खालको आवेदन पठाउनुभन्दा साँच्चै आफूलाई मिल्ने जागिर छानेर अलि राम्रोसँग तयार पारेर पठाउँदा राम्रो हो। त्यो त हो। 100 ठाउँमा हाल्नुभन्दा 2 ठाउँमा राम्रोसँग हाल्नु बेस। ठ्याक्कै। त्यसले तपाईँ कति सिरियस हुनुहुन्छ भन्ने पनि देखाउँछ। ल, ठिक छ। अब मानौ आवेदन सफल भयो, जब अफर पनि आयो। कस्तो खुसीको कुरा! खुसीको कुरा त हो। तर प्रक्रिया सकियो त? सकिएन। सकिएन? वास्तवमा अब अर्को महत्त्वपूर्ण चरण सुरु हुन्छ। जब अफर पाएपछि मात्रै वर्क पर्मिटको लागि आवेदन दिने हो। वर्क पर्मिट त बाँकी नै छ? हो, त्यो औपचारिक जब अफर लेटर बिना वर्क पर्मिट आवेदन दिन प्राय मिल्दैन। यसमा कम्पनीको पनि त केही भूमिका हुन्छ होला नि? मैले LMIA भन्ने सुनेको थिएँ, त्यो के हो? हो, एकदम महत्त्वपूर्ण कुरा उठाउनु हो। धेरैजसो अवस्थामा रोजगारदाताले लेबर मार्केट इम्प्याक्ट असेसमेन्ट अर्थात् LMIA लिनुपर्ने हुन्छ। LMIA? यो भनेको चाहिँ कम्पनीले सरकारलाई यो काम गर्न क्यानाडाभित्रै मान्छे पाइएन, त्यसैले बाहिरबाट ल्याउनु परेको हो भनेर देखाउने प्रक्रिया हो। कम्पनीले नै गर्नुपर्ने रहेछ यो त? हो, यो रोजगारदाताका लागि अलि झन्झटिलो र समय लाग्ने हुन सक्छ। तर LMIA पाएको छ भने वर्क पर्मिट पाउने सम्भावना बलियो हुन्छ। भनेपछि LMIA पाएको जब ठुज्नु राम्रो? त्यो एउटा प्लस पोइन्ट हुन सक्छ। अब वर्क पर्मिट आवेदन दिँदा चाहिने कागजात के हुन् त मोटामोटी? के चाहिन्छ त? त्यही जब अफर लेटर भइहाल्यो, आफ्नो पासपोर्ट, शैक्षिक योग्यता, अनुभवको प्रमाणपत्र, अनि LMIA चाहिने हो भने त्यसको स्वीकृति पत्र। अरू पनि माग्छ के? कहिलेकाहीँ भाषा परीक्षाको नतिजा, पुलिस रिपोर्ट, मेडिकल जाँच पनि माग्न सक्छन्। ओहो, कति धेरै कागजी काम! साँच्चै धैर्य चाहिने रहेछ है। एकदमै। अनि सबभन्दा महत्त्वपूर्ण कुरा,
जानकारी लिँदा सधैँ क्यानाडा सरकारको आधिकारिक वेबसाइट IRCC हेर्नुपर्छ। हो, त्यो त हो। दलाल वा कन्सल्टेन्टको भर पर्नु भएन। शङ्कास्पद ठाउँबाट टाढै बस्नु राम्रो। सही सूचना नै शक्ति हो। कहिलेकाहीँ दूतावासमा अन्तर्वार्ता पनि हुन सक्छ। हुन्छ। आजको कुराकानीबाट के बुझ्यो भने यो एउटा चरणबद्ध प्रक्रिया रहेछ। पहिला योग्यता हेर्ने, अनि सही ठाउँमा जागिर खोज्ने, राम्रो आवेदन बनाउने, जब अफर पाउने, अनि बल्ल वर्क पर्मिट। हो, ठ्याक्कै यही हो। हरेक चरणमा ध्यान दिनुपर्छ। अब जाँदा जाँदै एउटा कुरा सोचौँ न त। यो सबै प्रक्रिया पूरा गर्नु त छँदैछ, तर क्यानाडाको काम गर्ने वातावरणमा घुलमिल हुन, त्यहाँ सफल हुन अरू कस्तो व्यक्तिगत वा सांस्कृतिक तयारी चाहिँ अझ बढी महत्त्वपूर्ण होला? यो पनि सोच्नुपर्ने कुरा हो। प्रक्रिया मात्रै सबथोक होइन।